प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा। भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता, त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रसभासँग करिब 2/3 को विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। अब तपाईको घरलाई चाहिने सम्पूर्ण सामान होलसेल मूल्यमा नेपाल टेकमार्ट पेप्सी कोला काठमाडौँ अनलाइनबाट पनि बुकिङ गर्न सक्नुहुनेछ। सभामुख महोदय, डिजिटलाइजेसनको सन्दर्भमा नीति तथा कार्यक्रमले कैयौं पक्षहरू बलियोसँग सम्बोधन गरेकोमा सरकारलाई म धन्यवाद पनि भन्न चाहन्छु। मेरै कार्यकालमा सूचना तथा प्रविधिलाई रणनीतिक प्राथमिकतामा राखेर आईटी दशकको घोषणाका साथै सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटलाइजेसन गर्नका लागि तयार भएको तर कार्यान्वयन नसकेको ई गभर्नेन्स ब्लुप्रिन्टको कार्यान्वयन, एकद्वार सेवा प्रणाली, हरेक सार्वजनिक सेवालाई डिजिटल प्रणाली मार्फत प्रवाह गर्ने विषयहरू स्वागतयोग्य छन्। तर आर्थिक रूपान्तरण तथा सामाजिक न्यायका महत्त्वपूर्ण विषयहरू स्पष्ट नहुँदा यी विषयहरूले सरकारले दाबी गरेकै स्पिरिट समात्न नसक्दा एकाङ्की रूपमा विकास हुने डिजिटल प्रणालीले डिजिटल डिभाइड मात्र बढाउँछ। डिजिटलाइजेसन र उत्पादन तथा उत्पादकत्व वृद्धि, डिजिटलाइजेसन र सामाजिक न्याय समानान्तर रूपमा विकास गर्न सके मात्र यसले सही परिणाम दिन सक्दछ। मैले सरकारको आलोचना गर्ने आशयमा यी विषयहरू उल्लेख गरेको होइन, म यो पनि विशेष रूपले भन्न चाहन्छु। तर जनताको सरकारप्रति जुन अपेक्षा छ, धेरै ठुलो अपेक्षा छ तपाईहरुप्रति, त्यो अनुरूप नीति तथा कार्यक्रम आउनुको साटो मन्त्रालयका नियमित कार्यक्रमहरूको सार संग्रहका रूपमा यो प्रस्तुत भएकोमा मेरो चिन्ता हो। म यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, विगतका नीति कार्यक्रमहरूको आलोकमा यसको तुलनात्मक अध्ययन गर्न र वर्तमान विशिष्टतामा जनताका आकांक्षा सम्बोधन गर्ने गरी यसलाई परिमार्जन गर्न सबै मान्य सदस्यहरूलाई विशेष आग्रह गर्दछु। सभामुख महोदय, राजनैतिक यात्राको अत्यन्त उतार चढावपूर्ण हाम्रो अनुभवले, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ, जित पचाउन त्योभन्दा कठिन हुन्छ। तपाईहरु जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता, त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रसभासँग करिब 2/3 को विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास
हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौँ। इतिहास र अनुभवले साबित के गरेको छ त, सङ्ख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो सङ्ख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। यो सम्मानित संसद लोकतन्त्रको आधार स्तम्भ मात्र होइन, नागरिक सम्प्रभुताको सबभन्दा ठुलो प्रयोग स्थल पनि हो। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ। हाम्रो भूराजनीतिक अवस्थितिले ठुलो विवेक र संयमको माग गर्दछ। संसदको मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौँ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो, म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्। हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा। एडमिशन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी।